लाई आज अर्को एउटा सत्य घटना लिएर हजुरहरू सामु उपस्थित भएको छु। आफ्नो 4 वर्षीय बच्चालाई लिएर एकजना आमा हामी कहाँ आउनुभएको थियो। डाक्टर, हेर्नु न, बच्चालाई त ज्वरो आएको 3-4 दिन भइसक्यो। यो खुट्टाहरूमा चाहिँ निलो निलो ढाम देखिएको छ र ब्रस गर्दाखेरि गिजाबाट रगत पनि आइरहेको थियो भनेर भन्नुभयो। यति भनिसकेपछि मम्मीलाई मैले सामान्यदेखि कडा सङ्क्रमण हुन सक्छ, त्यसकारण एकचोटि रगत जाँच गरेर हेरौँ भनेर भने। भरे त रगतको रिपोर्टमा त एकदमै नराम्रो थियो। अब उक्त मम्मीलाई सिधै रगतको रिपोर्ट नराम्रो छ भनेर भन्न पनि अप्ठ्यारो लाग्यो। अनि मैले सोधेँ, श्रीमान कता हुनुहुन्छ भन्दाखेरि श्रीमान त बाहिर विदेशमा हुनुहुँदो रहेछ। अरू को छ भन्दाखेरि म र छोरा मात्रै हो र एकजना नन्द हुनुहुन्छ भनेर भन्नुभयो। अनि तुरन्तै उहाँलाई चाहिँ यसो गरौँ, बच्चाको रिपोर्ट राम्रो छैन, उसलाई भर्ना पनि गर्नुपर्छ, बोन म्यारो पनि गर्नुपर्ने हुनसक्छ, त्यसकारण अहिले नै अस्पताल गएर भर्ना भएर बस्नुहोस् भनेर सल्लाह दिए। यो भन्दै गर्दाखेरि त्यो दिन मलाई रातभरि निद्रा लागेन, किनभने बच्चाको रगतमा रिपोर्ट नराम्रो थियो। हुन त बोन म्यारो नगरिकन कन्फर्म नै त्यो रिपोर्ट हो भन्न सकिँदैन, तर पनि कता कता लक्षणहरू मिलेको हुँदाखेरि नराम्रो रोगको सम्भावना पनि बढी लागेको थियो। पछि अस्पतालमा गएर फलोअप गर्दाखेरि ब्लड क्यान्सर भएको रहेछ। हेर्नुहोस् त, 1 वर्ष अगाडिसम्म बच्चा बिरामी नभएको र बिरामी भएर हाम्रो अस्पतालमा चेक गर्दाखेरि रगतको रिपोर्ट ठिकै देखिएको थियो, तर अहिलेको पालि रगत चेक गर्दाखेरि त रगतमा रिपोर्ट पनि राम्रो आएन, बोन म्यारो गर्दाखेरि पनि ब्लड क्यान्सर देखियो। त्यसकारण तपाईँहरू आफ्नो वरिपरि जति पनि बच्चाहरू हुनुहुन्छ, खुट्टामा निलो दाग देखिने, अन्त गाउँघरतिर टोक्यो भनेर भन्ने गरेको, वा शरीरको तौल घट्दै जाने, अनुहारहरू सेतो हुँदै जाने, महिना महिनामा बिरामी भइराख्ने, शरीरमा गाँठागुठी छ भने यदि समयमा नै रोग पत्ता लगायो भने, उपचार गर्यो भने क्यान्सर चाँडै निको हुने गर्दछ। त्यसकारण क्यान्सर भन्नेमा डराइहाल्नु पर्ने त छैन, तर शङ्का लाग्यो भने घरमै बस्नुभन्दा पनि एकचोटि नजिकै रहने चिकित्सकलाई गएर सल्लाह लिनु न विनम्र अनुरोध गर्दछु। किनभने समयमै रोग पत्ता लगाएर समयमै उचित उपचार गर्यो भने बच्चाहरूमा ब्लड क्यान्सरको उपचार धेरै राम्रो देखिएको छ।